नमस्ते, म वीर श्रेष्ठ बेन्जु। म आज चाहिँ एउटा विषय लिएर आएको छु तपाईँहरूलाई चाहिँ। त्यो विषय भन्नुपर्दाखेरि तपाईँको मान्छे हराएको है। यो मान्छे किन हराउँछ, कुन कारण हराउँछ, हराएपछि कहाँ जान्छ, वा तपाईँको यो मान्छे हराइसकेपछि पाउँछ कि पाउँदैन भन्ने विषयमा चाहिँ छोटो जानकारी लिएर आउँदैछु म तपाईँलाई चाहिँ होइन। सायद यो भिडियो मार्फतबाट तपाईँलाई म छोटो जानकारी दिन्छु। हाम्रो संस्थाको हाम्रो विष्णु दिदी होइन, उहाँको हस्बेन्ड हाम्रो दल बहादुर अधिकारी भने चाहिँ हाम्रो प्राडा दल बहादुर अधिकारी उहाँ चाहिँ पिनाज हुनुहुन्छ होइन। फोटो तपाईँ देख्न सक्नुहुन्छ। उहाँ हराएको लगभग तपाईँको अब 1.5-2 वर्षभन्दा बढी नै भइसकेको थियो होइन। र अर्को कुरा चाहिँ कसो भन्दाखेरि यो 1.5 वर्ष मतलब अब तपाईँको 1 वर्षभन्दा माथि नै उहाँलाई धेरै सङ्घ संस्थाहरूले पनि तपाईँको धेरै सोसियल मिडियाबाट खोज्नको लागि धेरै हेल्पहरू गर्नुभएको थियो र प्रचार प्रसार पनि गर्नुभएको थियो होइन। त्यही सिलसिलामा हाम्रै संस्थाले पनि तपाईँको उहाँलाई खोज्नको लागि हाम्रो टिमहरू पनि लागि परेको थिए होइन। तर हाम्रो संस्थाको टिमहरूले उहाँलाई भेटाउनु भएन, फेला पाएन होइन। र मलाई चाहिँ उहाँ हराएकोमा विषय लिएर चाहिँ मलाई एउटा चाहिँ रिसर्च गर्न मन लागेको हुनाले चाहिँ मलाई लगभग 1 वर्षभन्दा बढी नै भयो होइन। मैले मान्छे हराएको बारेमा धेरै रिसर्च गरेँ होइन। यो 1 वर्षभन्दा धेरै वर्ष हुँदाखेरि चाहिँ 1 वर्षभन्दा बढी हुँदाखेरि त्यो मलाई धेरै जानकारी मैले थाहा भएँ होइन, मान्छे किन हराउँछ भन्ने विषयमा चाहिँ होइन। र यो मान्छे जानी मान्छेले किडन्याप गर्ने हो कि वा तपाईँको अनकन्सियस माइन्डले गरेर तपाईँको आफ्नो घर पत्ता नलागेर हराउने हो कि होइन, वा कसैको तपाईँको लोभले होइन, वा तपाईँको विभिन्न कारणले गरेर मान्छे बेपत्ता हुने हो कि भन्ने विषयमा चाहिँ त्यसको बारेमा मेरो आफ्नो पर्सनल अध्ययन होइन, त्यसको बारेमा छोटो म जानकारी दिन जाँदैछु होइन। यो मान्छे हराउने चाहिँ नेपालमा मात्रै होइन कि विश्वमै धेरै मान्छेहरू हराउँछ रहेछ है। जस्तै अब तपाईँको इन्डियाकै कुरा निकाल्दाखेरि चाहिँ तपाईँको लगभग तपाईँको 4-5 वर्षमा 8 लाखभन्दा बढी होइन गर्लहरू होइन, चेलीहरू चाहिँ हराउने रहेछ है। 8 लाखभन्दा बढी चाहिँ होइन इन्डियामा मात्रै। अब नेपालमा कति हरायो त्यो चाहिँ तथ्याङ्क त छैन होइन। तर पुलिस रिपोर्टमा पनि छन् त, रेकर्डहरू छ होइन। तर चेली हराएको यति हराएको भनेर तपाईँको कति ठाउँमा चाहिँ कम्प्लेन पनि नगर्ने रहेछ है। अब चेली हराउँदाखेरि कम्प्लेन किन नगरेको भन्दाखेरि चाहिँ तपाईँको पहिला गयो भने कन्सिभ हुन्छ भएको हुनाले चाहिँ कम्प्लेन नगर्ने रहेछ। त्यसलाई एक्ज्याक्टली चाहिँ यति हराएको भनेर नेपालमा त्यस्तो डाटाहरू चाहिँ छैन होइन, किन धेरैजनाले कम्प्लेन नगरेको हुनाले होइन। जति कम्प्लेन गरेछ त्यो चाहिँ अब तपाईँको नेपालमा थोरै छ होइन। अब मलाई मात्रै होइन कि तपाईँको विश्वमै जति पनि नेपालीहरू छरिरहनु भएको छ होइन, विभिन्न देशमा काम गर्नुहुन्छ होइन। विभिन्न देशमा काम गर्ने नेपालीहरूसँग मैले कहिलेकाहीँ म सोध्छु होइन, अनि तिनीहरूले पनि भन्नुहुन्छ कि विश्वमा नेपाली नपुगेको विश्वमा कुनै देश छैन भनेको छ होइन। तर विश्वमा चेलीहरू नपुगेको कुनै देश छैन अरे भने चाहिँ तपाईँको नेपाली चेलीहरू पोजिसन चाहिँ तपाईँको रेड एरियामा होइन, तपाईँको आफ्नो शरीर बेच्नको लागि चाहिँ तपाईँको विभिन्न कन्ट्रीहरूमा तपाईँको नेपाली चेलीहरू छ अरे होइन। र त्यो चेलीहरू चाहिँ तपाईँको कसो भन्दाखेरि किडन्याप गरेर वा फकाइफुलाई गरेर तपाईँको विभिन्न माध्यमबाट विभिन्न तपाईँको चाहिँ एजेन्टहरूले चाहिँ तपाईँको पुऱ्याएर बेचेको हुन्छ रहेछ है। र जति पनि नेपाली चेलीहरू बेचेको हुन्छ होइन, वा उतै हराउँछ, वा कति ठाउँमा त तपाईँको नेपाली चेलीहरू डेट भएर पनि नेपाल आउँदैन अरे कि तपाईँको उतै गायब पारिदिन्छ अरे, उतै त्यो लासहरू तपाईँको गाडीले जलाउने भएको हुनाले चाहिँ नेपालमा तपाईँको कति चेलीहरू बाहिर गएर कति चेलीहरू बाहिर बित्नु भयो त्यो पनि थाहा छैन रहेछ, यो रेकर्डै छैन होइन। र यो विषय म अलिक पछि भनौँला। तर अहिले चाहिँ म तपाईँको यो ज्येष्ठ नागरिकहरू चाहिँ अब ज्येष्ठ नागरिकहरू तपाईँको हराउने मेन कारणहरू चाहिँ तपाईँको कसो भन्दाखेरि उनीहरूको माइन्ड
हैन, दिमागले चाहिँ बिर्सिने भएको हुनाले चाहिँ उनीहरू हराउँछ हैन। अनि सेकेन्डमा चाहिँ तपाईँको घरबाट धेरै किचकिच भयो भने पनि हराउँछ हैन। अब थर्डमा चाहिँ तपाईँको किडन्याप गर्ने हिसाबले लग्यो त्यो पनि त्यहाँबाट नै हराउँछ हैन। हराएर किडन्याप गरेको छ भने तपाईँको पैसा मागेको दिएन भने चाहिँ उनीहरूले चाहिँ अब ज्येष्ठ नागरिकहरूलाई अब तपाईँको मार्नेदेखि लिएर धेरै कुरा गरेको हुनाले चाहिँ त्यसरी पनि हराउँछ हैन। र अर्को कुरा चाहिँ कसैको तपाईँको फकाइफुलाई गरेर पनि हराउँछ हैन। धेरै कुराहरू छ तपाईँको बाटो थाहा नभएर पनि हराउँछ हैन। कति मैले अघि भने तपाईँको माइन्डले प्रपरली काम नगरेको हुँदा तपाईँको अनहेल्दी हैन, दिमागले अलिकति काम नगरेको अनहेल्दी पिपलहरू चाहिँ ज्येष्ठ नागरिकहरू हराउने चान्सेस धेरै हाई छ। अब तपाईँको विश्वमा चाहिँ एउटा चाहिँ के रहेछ भन्दाखेरि तपाईँको जति पनि मान्छेहरू हराउँछ नि, हराउँदाखेरि चाहिँ कति ठाउँमा मान्छेहरू पाउँछ पनि। अब तपाईँको नेपाली पुलिस थ्रुबाट वा विश्वकै कुनै पुलिस थ्रुबाट पनि कति ठाउँमा पाउँछ पनि हैन। कति ठाउँमा तपाईँको पाउँदैन पनि, त्यतिकै हराउँछ हैन। तलमाथि के हो केही थाहा हुँदैन हैन। र एउटा चाहिँ यस्तो माफियाहरू रहेछ क्या विश्वमै, नेपाल मात्रै होइन विश्वमै यस्तो माफियाहरू रहेछ कि तपाईँको हराएको व्यक्तिहरू चाहे तपाईँको केटाकेटी होस् वा तपाईँको यङ एजको होस् वा तपाईँको मिडल एजको होस् या तपाईँको ज्येष्ठ नागरिकहरू हैन, त्यस्तो गिरोहहरूले वा त्यस्तो माफिया वा नराम्रो व्यक्तिहरूले फेला पार्यो भने चाहिँ तपाईँको के गर्ने रहेछ भन्दाखेरि अर्गान ट्रान्सप्लान्ट हुन्छ नि हैन, अर्गान ट्राफिकिङ हुन्छ, ट्रान्सप्लान्ट भन्नु अर्गान ट्राफिकिङहरू हुन्छ होइन। अर्गान ट्राफिकिङ भनेको तपाईँको अब भित्री अङ्गहरू तपाईँको चाहिन्छ जस्तै किडनी होइन, तपाईँको हार्टहरू भयो होइन, छालाहरू भयो होइन, अनि लिभरहरू भयो, तपाईँको त्यो चाहिँ बेचबिखन हुने रहेछ कि। अनि यो चाहिँ मेन चाहिँ तपाईँको कस्तो भन्दाखेरि यो कुनै पनि यसलाई कसैले पनि त्यस्तो युट्युब मिडिया वा तपाईँको नेसनल मिडियाहरूले पनि तपाईँको फ्रन्टमा ल्याएको छैन कि यो विषय चाहिँ। तपाईँको यो किन कसरी नल्याएको त्यो चाहिँ मलाई थाहा भएन होइन। अब मेरो अध्ययनमा चाहिँ मैले कति कुराहरू चाहिँ त्यो फेला पारेको छु कि है। अब कतिजनाले भन्छ ज्येष्ठ नागरिकहरूको अर्गान अब विक हुन्छ, काम लाग्दैन भन्छ, त्यो चाहिँ गलत हो होइन। तपाईँको ज्येष्ठ नागरिकहरूको पनि तपाईँको केही खानेकुराहरू होइन मेन्टेन गरायो भने चाहिँ तपाईँको उनीहरूको हार्टहरू भयो, किडनीहरू भयो, त्यो कस्तो भन्दाखेरि तपाईँको यङ एजको त्यस्तै गरेर बनाउन सकिन्छ कि खानेकुराहरू खुवाएर होइन, अलि हेल्दी बनाउन सकिन्छ होइन। अनि हेल्दी भएपछि तपाईँको अब अर्गान निकालेर सेल्स गरिदिन्छ मार्केटमा होइन। एउटा चाहिँ त्यो अर्गान ट्राफिकिङले गरेर तपाईँको कति ज्येष्ठ नागरिकहरू हराएर पनि पाउँदैन कि, किन अब अर्गान ट्राफिकिङ अर्गानहरू तपाईँको ट्राफिकिङ गर्दाखेरि चाहिँ तपाईँको त्यो व्यक्ति ज्येष्ठ नागरिक मर्सिएको हुन्छ होइन। उनीहरूलाई तपाईँको अब के कसैले गाड्छ, कसैले जलाइन्छ, यो कसैलाई थाहा पनि हुँदैन होइन। अनि अर्को कुरा चाहिँ यो अर्गान ट्राफिकिङ सँगसँगै अर्को कुरा कस्तो भन्दाखेरि तपाईँको एकान्तमा हरायो भने चाहिँ होइन, कहाँ तपाईँको अब कुनै व्यक्ति ठाउँ गाउँ घर वा सम्पर्कविहीन भएको जङ्गलतिर त्यहाँतिर हरायो भने चाहिँ फेरि त्यहाँ फेरि बाघ भालु वा जनावरहरू खाने रहेछ कि है। कति ज्येष्ठ नागरिकहरू पनि कहिले काहीँ जङ्गलमा हराउँछ होइन। अनि खाना नपाएर भोकैले पनि त्यहीँ मर्नमा बाध्य हुन्छ र त्यसमा फेरि त्यहाँको लोकल जनावरहरूले खाइन्छ, त्यो कारणले नै हराउँछ होइन। अनि कति कारणहरू चाहिँ तपाईँको अब खोलातिर पनि लासहरू भेटेकै हुन्छ ज्येष्ठ नागरिकहरूको होइन। कहिले खोलातिर पनि पानी खाने वा सिलसिलामा वा खोलातिर यसो हिँड्दाखेरि वा कमजोरीले गरेर खोलामा खस्दाखेरि पनि हराउँछ होइन। र अर्को कुरा चाहिँ कति ठाउँमा तपाईँको यो ओल्ड एज होम, डे केयर सेन्टर होइन, तपाईँको अब
ज्येष्ठ नागरिकहरूलाई पाल्ने विभिन्न संस्थाहरूले चाहिँ कहिलेका भेटाएर पनि पालेको हुन्छ होइन। त्योसँग पाल्दाखेरि चाहिँ पनि तपाईँको एउटा चाहिँ कम्युनिकेसन होइन नहुँदाखेरि चाहिँ फ्यामिलीले पनि आफ्नो बाआमा हराएको पनि तपाईँको एउटा चाहिँ भेटाउँदैन कि। किनभने अब त्यो कहिले कहिले के हुन्छ त्यो रिपोर्टिङहरू भएन भने प्रोपरली होइन, वा कोही ज्येष्ठ नागरिकहरू भेटाएको छ सिधै अब आश्रमहरूमा पाल्यो, तर कुनै लोकल पुलिसमा कन्ट्याक्ट गरेर काहीँ केही गरेन भने चाहिँ त्यो आश्रममा नै तपाईँको केही वर्ष बसेर बित्नुहुन्छ कि होइन। त्यसै उसको फ्यामिलीहरूलाई थाहा हुँदैन अब कति आश्रममा कुन आश्रममा बसेर बित्नुभयो, कति वर्षसम्म बाँच्यो भन्ने कुराहरू चाहिँ थाहा हुँदैन होइन। त्यस्तो कहिले काहीँ चाहिँ त्यस्तो लुप होल पनि छ तपाईँको ज्येष्ठ नागरिकहरू हराउँदाखेरि, रेकर्डिङ नहुँदाखेरि चाहिँ वा रिपोर्टिङ नगर्दाखेरि चाहिँ त्यो त्यस्तो कारणले गर्दा पनि तपाईँको फेला पाउँदैन कि भेटाउँदैन होइन। मैले अघि भने अब यो विषय चाहिँ मेरो अध्ययनमा, मेरो यो 1.5 वर्षभन्दा बढीको अध्ययनमा चाहिँ म फ्रन्टमा ल्याउँदैछु जति पनि मान्छेहरू हराएको कुराहरू चाहिँ विषय लिएर। यो चाहिँ अब कति मान्छेहरू डराएको पनि छ। अब मैले चाहिँ यस्तो राम्रो रेस्पोन्स मतलब राम्रो यो चाहिँ हराएकोमा चाहिँ पोजिटिभ कुराहरू केही पनि सुनेको छैन होइन, देखेको पनि छैन। अब प्रायः नेगेटिभ बढी छ कि यसमा चाहिँ होइन। अनि त्यस्तो व्यक्तिहरूको रेस्पोन्स पनि छैन कि यसमा, यो विषयमा के गरौँ भन्दाखेरि मान्छेको त्यस्तो रेस्पोन्स पनि छैन। तर अब यो विषयलाई चाहिँ आज हामीले कुरा उठाएन भने होइन भोलि कसैले कुरा उठाउँदैन। अनि कति कुराहरू चाहिँ मान्छे हराउँदै गएपछि आज नभए भोलि, भोलि नभए पर्सि तपाईँको छोराछोरी वा तपाईँको नाति नातिनी होइन जसलाई पनि यस्तो केसहरू हुनसक्छ होइन। त्यस कारणले चाहिँ यो ज्येष्ठ नागरिकको त मैले भनिहालेँ। अब तपाईँको यङ केटीहरू चाहिँ वा तपाईँको अब गर्लहरू होइन चेलीहरू हराउने चाहिँ किन यति धेरै हराउँछ भन्दाखेरि चाहिँ यङ गर्लहरूको चाहिँ किडनी चाहिँ केटाको भन्दा अलिकति हेल्दी हुने रहेछ है। अनि कस्तो भन्दाखेरि तपाईँको कुनै पनि अब अर्गन ट्रान्सप्लान्ट गर्दाखेरि किडनी अब कोही कसैको व्यक्तिहरूको फेल भएको छ भने चाहिँ उनीहरूलाई चाहिँ तपाईँको केटाको भन्दा केटीको किडनी पायो भने चाहिँ त्यो लामो समयसम्म चल्ने रहेछ कि। भनेर लामो समय मान्छे बाँचिन सक्ने रहेछ। त्यो कारणले गरेर पनि तपाईँको स्पेसली गर्लहरू चाहिँ को त्यो अर्गन ट्राफिकिङमा तपाईँको गर्दाखेरि चाहिँ मतलब ग्याप बढाउने, किडन्याप गरेर लिएर जाने त्यो चान्स चाहिँ हाई हुन्छ रहेछ होइन। अब यति यो चाहिँ तपाईँको प्रायः जस्तो गाउँहरूमा होइन। अनि अरू कुरा चाहिँ कस्तो भन्दाखेरि फ्यामिलीले आफ्नो छोराछोरीलाई वास नगरेको त्यो जस्तो कन्डिसन फ्यामिली हुन्छ नि, त्यस्तो फ्यामिलीहरूमा पनि त्यस्तो गर्लहरू हराउने चान्सहरू बढी हुन्छ होइन। अनि माफियाहरू त तपाईँको एउटा चाहिँ पुरा तपाईँको यो ठाउँ ठाउँमा भिजिरहेको हुँदो रहेछ कि, तिनीहरूको एजेन्टहरू नै हुने रहेछ कि। अनि कुन ठाउँमा कुन केटीहरूलाई किडन्याप गर्दाखेरि तपाईँको रिपोर्टिङ गर्दैन होइन, मान्छेले वास्ता गर्दैन, त्यस्तो त्यस्तो नोटिसहरू गरिरहेको हुन्छ। तिनीहरूले चाहिँ तपाईँको हाम्रै सराउन्डिङमा हुनसक्छ, तपाईँको हाम्रै अब तपाईँको चिनेको व्यक्तिहरू हुनसक्छ, वा कुनै रेन्टमा बसेको हुन्छ, हामीसँग खेलिरहेको व्यक्तिहरू हुनुहुन्छ, जो पनि हुनसक्छ रहेछ कि तपाईँको एजेन्टहरू चाहिँ। मैले भने नि तपाईँको अब एउटा किडनीकै तपाईँको भन्नुपर्दाखेरि तपाईँको 15-20 लाखमा सेल्स हुन्छ होइन। त्यसमा धेरै कमिसन हुन्छ, मान्छेलाई बसी खाने त हो होइन। मान्छेले धेरै हार्डवर्क गर्दैन, बरु मान्छेको अर्गनहरू ट्रान्सप्लान्ट गर्नेदेखि लिएर वा तपाईँको अर्गन निकाल्ने कसरी वा त्यो किडन्याप गर्ने कसरी भन्ने विषयमा धेरै माफियाहरू लागिरहेको हुन्छ कि है। र म तपाईँलाई एउटा के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूले चाहिँ तपाईँको छोरीहरू बहिनीहरू हरायो भने चाहिँ यो पहिला गयो भनेर नसम्झिनु होला होइन। किन भन्दाखेरि हाम्रो नेपालमा चाहिँ मैले प्रायः जसो गाउँतिर यसो भिजिटिङ गर्दाखेरि कति चेलीहरू पनि हराएको हुन्छ रहेछ कि। अनि पहिला गयो भने वास्ता नगरेको रहेछ कि। तपाईँले वास्ता नगर्दाखेरि त्यो तपाईँको चेली तपाईँको हराएको हो कि वा कसैले तपाईँको
किडन्याप गरेको हो कि वा तपाईँको चेलीलाई तपाईँको अर्गान ट्राफिकिङ गर्ने माफियाको हातमा परे हो कि होइन, जे पनि हुनसक्छ। त्यहाँले आजैबाट तपाईँहरूले चाहिँ आफ्नो चेलीहरू जुन पहिला गएको छ भने चाहिँ वा कोही केटासँग भाएर गएको छ भने चाहिँ सम्पर्कमा तपाईँ गइहाल्नु, खोजिहाल्नु छ कि छैन, जिउँदो छ कि छैन होइन। जिउँदो छ भने तपाईँलाई बोल्न मन छैन भने नबोल्नु, तर जिउँदो छ कि छैन त्यो चाहिँ एउटा नोटिस गर्नु होला है। किनभने मैले यो कुरा किन निकालेको भन्दाखेरि मैले भने विश्वमै हाम्रो नेपाली चेलीहरू पुऱ्याएको छ माफियाहरूले होइन, विभिन्न एजेन्टहरूले होइन। अनि विश्वमै हाम्रो चेलीहरू तपाईँको नेपाल आउनु नपाएर त्यहीँ बितेको पनि छ होइन। तर नेपाल पुलिसमा कुनै पनि त्यस्तो रेकर्डहरू रिपोर्टिङहरू आएको छैन कि है। त्यहाँदेखि कति कुराहरू तपाईँले नोटिस गर्नु होला। तपाईँको नेपाली चेलीहरूलाई चाहिँ तपाईँको पुरा एजेन्टहरूले चाहिँ उसको फ्यामिली ब्याकग्राउन्ड हेरेर तपाईँको बाहिर पठाउने गर्छ होइन। अनि कति ठाउँमा अर्गन ट्रान्सफर पनि गरिदिन्छ होइन। र यो चाहिँ सबैले नै जानकारी लिनै पर्ने छ यो विषयमा चाहिँ। र तपाईँलाई हजुरहरूले मलाई कति सपोर्ट गर्नुहुन्छ हुँदैन मलाई थाहा छैन होइन। तर यो मान्छे हराएको विषय चाहिँ यो चाहिँ गम्भीर विषय हो। अब यसको लागि चाहिँ केही न केही हामी सबजना मिलेर गर्नुपर्छ होइन। आज हामीले गरेन भने भोलि तपाईँको छोराछोरीहरू पढ्न सक्छ र त्यो टाइम चाहिँ धेरै ढिला भइसकेको हुन्छ है। तपाईँको इन्डियामा मात्रै होइन कि तपाईँको चाइना भयो वा तपाईँको अफ्रिकन कन्ट्रीहरूमा चाहिँ अर्गान ट्राफिकिङ मात्रै होइन होइन, तपाईँको प्रोस्टिट्युसन मात्रै होइन, तपाईँको माग्ने पनि बढाउने रहेछ है। अब तपाईँको कस्तो हुन्छ भने मान्छेले सधैँ मान्छे देख्यो भने चाहिँ भिख दिँदैन, हात खुट्टा काटिदिन्छ कि तिनीहरूले होइन। हात खुट्टा काटिदिएर भिख माग्न बढाउँछ कि तपाईँको अब अर्काको छोराछोरीहरूलाई चाहिँ है। अब यस्तो यस्तो त तपाईँको इन्डियामा छासै पाउँछौँ होइन। अब चाइनामा पनि छ, कति कन्ट्रीमा पनि छ, अफ्रिकन कन्ट्रीमा पनि छ, तपाईँको हात खुट्टा काटेर भिख माग्न पठाएको होइन। तपाईँको फेरि हात खुट्टा फेरि पहिला चाहिँ तपाईँको खुकुरीहरूले वा तपाईँको चक्कुहरूले वा तरवारले काट्छ भने अहिले तपाईँको हात खुट्टा त्यसरी खुकुरीले नकाटिकन तपाईँको यस्तो रबर बाँधिने रहेछ कि। रबर बाँधिसकेपछि त्यो बिस्तारै बिस्तारै यो नसा रगतहरू पास नभएपछि यो हात चल्ने छोड्दो रहेछ अनि आफै झर्ने रहेछ कि, शास्ति पनि नहुने गरेर। अहिले त्यसरी नै तपाईँको यो एजेन्टहरूले चाहिँ बच्चाहरूको हात खुट्टा त्यसरी काटिदिने रहेछ कि रबरले बाँधेर। यो भयो तपाईँको बच्चा बच्चीहरू होइन हराउँदाखेरि कुन ठाउँमा कसरी लग्छ भन्ने ठेगानै हुँदैन। यो कुरा चाहिँ कस्तो भन्दाखेरि यो विश्वमा चाहिँ यसको समस्या धेरै छ होइन। अब प्रायः जस्तो कुनै संस्थाले त्यस्तो कुरा त उठाएको नउठाएको त होइन भन्दिनँ म, कुरा उठाएको त छ होइन। तर त्यस्तो डिपमा चाहिँ गएको देखेको छैन क्या मैले होइन। अब समय आयो हामी सबजना मिलेर अलि डिपमै जानु पऱ्यो। अब तपाईँहरूले मलाई कति सपोर्ट गर्छ मलाई थाहा छैन होइन। अब हाम्रो संस्था चाहिँ अब यो हराएको व्यक्तिहरूको लागि चाहिँ अब कसरी फेला पार्न सकिन्छ, कसरी च्यानल बनाउने, कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा लिएर हामी चाहिँ तपाईँहरूलाई चाहिँ ठुलो सञ्जालहरू नेटवर्किङहरू बनाउँछौँ र विभिन्न संस्थाहरूलाई पनि हामीसँगै कोलाबरेट गरेर काम गर्नलाई प्रोत्साहन र तपाईँको सहयोग लिन्छौँ। र यो हामीले अहिले गरेन भने पछि कसैले गर्दैन र कसैले गर्छ भने आश पनि नगरिराखौँ है। यो चाहिँ अलिक गम्भीर विषय हो। यसलाई चाहिँ हामी सबैजना मिलेर यो सल्भ गर्न सकिन्छ, एक्लैले को सक्दैन है। फेरि म तपाईँलाई एउटा चाहिँ म फेरि रिपिट गर्छु म होइन। अब के रिपिट गर्छु भन्दाखेरि यही अब तपाईँको मान्छेहरू हराउने होइन, बालबालिकाहरू हराउने, चेलीहरू हराउने होइन, किन हराउँछ किन मैले रिपिट गर्न लागेको भन्दाखेरि चाहिँ हामी नेपालीहरू यो कान लिन्छ अर्को कानले उठाउँछ कि है।
अब अहिले यो कारण चाहिँ मैले तपाईँलाई भन्नुभयो त्यो कारणले गरेर नि तपाईँको भित्री मनबाट चाहिँ त्यस्तो दया माया निस्क्यो भने चाहिँ सपोर्ट गर्छ कि भन्ने आशमा है। अब जति पनि चेलीहरू बालबालिकाहरू तपाईँको ज्येष्ठ नागरिकहरू आउँदाखेरि तपाईँको एउटा चाहिँ तपाईँको अनहेल्दी माइन्डले गरेर हरायो भने चाहिँ होइन कुनै पनि त्यस्तो किडन्यापहरू केही नभइकन अनहेल्दी माइन्ड भनेको तपाईँको दिमागले काम नगरेपछि हरायो भने चाहिँ तपाईँको अब कसैले भेटायो भने वा तपाईँको आश्रममा कोही व्यक्तिले भेटायो भने आश्रममा राख्छ, पुलिसमा भेटायो भने पुलिसले आफ्नो ठाउँमा राख्छ र तपाईँको सम्बन्धित ठाउँमा पुऱ्याइन्छ होइन। वा एकान्तमा कहीँ हरायो भने जङ्गलहरूमा हरायो भने बाघ भालुले खाने होइन। वा कसो हुन्छ भने तपाईँको अब बाटोमा पनि अब हिँड्दै जाँदाखेरि कसैले वास्ता नगर्दाखेरि पनि तपाईँको बाटोमा कति मरेर आउँछ होइन। त्यस्तो पनि हुन्छ होइन। त्यो एउटा चाहिँ कारण त्यो भयो। अब अरू कारण कसो भन्दाखेरि यो ज्येष्ठ नागरिकहरूलाई तपाईँको एउटा चाहिँ किडन्याप गरेर वा चेलीहरू तपाईँको बालबालिकाहरू किडन्याप गरेर चाहिँ अर्गान होइन भित्री अर्गानहरू ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ होइन वा अर्गान तपाईँको ट्राफिकिङ गर्नको लागि चाहिँ उनीहरूले चाहिँ किडन्याप गर्छ होइन। अब त्यो किडन्याप भनेको कसरी तपाईँको हराएपछि पनि हराएको व्यक्तिहरूलाई चाहिँ उनीहरूले फेला पायो भने उनीहरूले ग्यापै बनाइन्छ होइन। वा तपाईँको घरबाट वा कहीँ ठाउँबाट फकाइफुलाई पनि किडन्याप गर्न चान्स हाई हुन्छ कि। अब त्यो हो दोस्रो कारण चाहिँ होइन। यो तपाईँको अर्गान ट्राफिकिङ भयो। अर्को तपाईँको अनहेल्दी माइन्डले गरेर हराउँछ होइन। अर्गान ट्राफिकिङ भयो। अब अर्को कुरा चाहिँ तपाईँको कसो भन्दाखेरि तपाईँको स्लेबर भन्छ नि हामी काम होइन नोकरी काम गर्नको लागि चाहिँ तपाईँको हराएको व्यक्तिहरूलाई चाहिँ वा बालबालिकाहरूलाई चाहिँ तपाईँको पैसा तिर्नु पर्दैन के गर्नु पर्दैन। त्यस्तो बच्चाहरू तपाईँको हराएको बच्चाहरूलाई चाहिँ तपाईँको आफ्नै घरमा काम गराउनको लागि त्यस्तो युज गर्छ होइन। र अर्को कुरा चाहिँ यो तेस्रो भयो भने स्लेबरी भन्छ एउटा चाहिँ काम नोकरको लागि चाहिँ भयो होइन। अनि फोर्थमा तपाईँको कसो भन्दाखेरि तपाईँको एक्सपेरिमेन्ट यो मैले अगाडि भन्नुपर्ने त्यो मैले भन्नु विषय होइन। यो एक्सपेरिमेन्ट तपाईँको विभिन्न कम्पनीहरूबाट तपाईँको वा कुनै केमिकलहरू होइन टेस्ट गर्नको लागि पनि तपाईँको यस्तो हराएको व्यक्तिहरूलाई चाहिँ वा तपाईँको किडन्याप गरेको फ्यामिलीमा कोही नभएको कम्प्लेन नगर्ने त्यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँको किडन्याप गर्ने वा तपाईँको फकाइफुलाई ल्याउने वा तपाईँको त्यस्तो पनि तपाईँको एक्सपेरिमेन्ट गर्नको लागि चाहिँ त्यो पनि तपाईँको नेपालमा होइन विश्वमै त्यस्तो भइरहेछ। तपाईँको केमिकलहरू टेस्ट गराउने खानेकुराहरूको टेस्ट गराएर त्यो मान्छे कति लामोसम्म बाँच्छ वा कतिको साइड इफेक्ट हुन्छ होइन। त्यो एक्सपेरिमेन्ट पनि गर्ने रहेछ कि। यो पनि मैले अलिकति मेरो अध्ययनमा मैले थाहा पाएँ होइन। यो चाहिँ धेरै नराम्रो। अब अर्को चेलीहरूमा विषय निकाल्दा चेलीहरूलाई चाहिँ तपाईँको एउटा चाहिँ रेड एरियामा लगेर आफ्नो शरीर बेच्न लगाउने होइन वा प्रोस्टिट्युसन भन्छ हामी होइन शरीर बेच्न लगाउने त्यो पनि भयो होइन। विभिन्न तपाईँको मा चाहिँ तपाईँको हराएको वा त्यसलाई चाहिँ तपाईँको एउटा यो माफियाले होइन उनीहरूको आफ्नो ठाउँमा प्रयोग गर्ने रहेछ। र हाम्रो नेपालमा पनि त्यो चाहिँ धेरै लामोदेखि भइरहेछ होइन। गाउँबाट कति बालबालिकाहरू चिरेर हराएकै छ होइन। अब प्यारेन्ट्सहरूलाई त्यसो वास्ता पनि हुँदैन मल्ल पनि गर्दैन। र अब अहिले समय आइसक्यो। अब मेरो केही शब्द म यहीँ टुङ्गाउँदै नेक्स्ट भिडियोमा म तपाईँलाई चाहिँ यसको मान्छे हराएको विषय चाहिँ डिटेलमा भनिदिन्छु। र आज यति भन्दै मेरो यो 2-4 शब्द म यहीँ टुङ्गाउँछु। थ्याङ्क यू, धन्यवाद।